हेलो एभ्रिवान, नमस्ते सेवा सबैजनालाई अनि वेलकम टु माई सबिना राई मुकबाङ च्यानल। अनि सदा जस्तै फेरि आज पनि दिदी बहिनी हजुरहरूको सामु नयाँ दिन नयाँ भिडियोको साथमा आइसकेको छौँ। अनि आज चाहिँ विशेष गरी तपाईँहरूले देखिरहनु भयो होला हाम्रो भाँडा। यो भाँडा देखेर नै हजुरहरूलाई थाहा भइसक्यो होला। अनि त्यही हो साथीहरू, आज चाहिँ हामीले आरीमा थुक्पा लिएर आएको छौँ। बाहिर एकदमै धेरै जाडो छ, त्यही भएर हामीले आज थुक्पा पकाएर खानु आँटेको। अनि हामीले चाहिँ सादा सागहरूको सुप बनाएर ल्याएको छौँ भन्दै अब चाहिँ ढिलो नगरी हामी खानु सुरु गर्छौँ। अनि खोर्सानी छ यहाँ चाहिँ खोर्सानी, धनियाँ, अनि त्यहाँ खायो भने चुप पनि छ। मलाई चाहिँ मनपर्छ अमिलो हालेको, तपाईँहरूलाई कतिलाई मन पर्दैन होला भन्दै अब चाहिँ हामी खानु सुरु गर्छौँ है त। अनि योभन्दा अगाडिको भिडियोहरूलाई पनि धेरैभन्दा धेरै माया गरिदिनु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला है त भन्दै अब चाहिँ खानु सुरु गर्छौँ। तल अप्ठ्यारो भएको त्यो चाहिँ होचो भएको खोर्सानी दिउँ। म त प्याज पनि काटिनँ, ला साँच्ची त थियो त प्याज पनि। खै म त यो धनियाँ त लाए पनि ठिकै नलाए पनि ठिकै, के हो। मेरो यो स्वाक स्वाक गर्ने चाहिँ बानी है साथीहरू, सिङ्गना चाहिँ हुँदैन एकदम। पनि ल म चाहिँ खानु सुरु गरेँ है त। झन्डै सेलिब्रेसन। हामी चाहिँ जाडो महिनामा अलि बढी थुक्पाहरू खान्छौँ, गर्मी महिनामा चाहिँ त्यति खाँदैनौँ नि। नैटे ल्याउनु थिएछ त्यता अन्त अमिलो यहाँ हाल्ने। यो चाहिँ आफैले बनाएको छु, हामी आफैले बनाएको छौँ चटपटेमा हाल्नेलाई। चटपटे बनाऊ कि भनेको त केही पनि छैन, छेउछेउ मात्रै। यो सेकेन्ड, अघि फर्स्ट। सरी थुक्का कस्तो आएको हौ, खोर्सानी नाकमा, खोर्सानीको धुवा।
अनि मेरो दोहोरोला युट्युब च्यानल छ त्यो त्यहाँ पनि गएर भिजिट गर्नु होला है त। म भिडियो हल्का हालेको छु भ्याएसम्म। त हो छ भने जस्तो लाग्यो भनेको। अनि यत्रो अग्लो छ नि त यो आरी। हजुर नि अनि तिनटा यत्रो नखाएको हेर्दा त कलिलो कस्तो कलिलो फेद फेदको ल्याएको। ग्लासै भेटेन र आज चाहिँ बोतलमै पानी भरेर ल्याइदिएको। अगाइस्तो त म त अगाउँदिन होला भनेर अघि एक बटुको खाइसकेको। अब फेरि गएर खान अल्छी लाग्छ नि त त्यही भएर। खोर्सानी उबारेको ए डल्ले हुँदा त जिरे त खानु मन पो नलाग्दो रहेछ। ला आयो मेरो नाक कति बज्दो रहेछ। तर म त च्यालेन्ज पो राख्नु थिएछ नि। काम सक्छ र अप्ठ्यारो भएको त
थ्याङ्क यू सो मच भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। अनि हामी दुईले चाहिँ एक आरी थुक्पा खाइसकेको छौँ। अनि फेरि पनि यस्तै भिडियोहरू हजुरहरूको सामु ल्याउनेछौँ भन्दै आजलाई चाहिँ यति नै। पुरानो भिडियोहरूलाई अनि यो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजलाई चाहिँ यति नै। नमस्ते, बाई बाई।